तपाईँ मेयर हुनुभएको भए के गर्नुहुन्थ्यो? सुखी नेपाल समृद्धि नेपाल भने जस्तै मैले हेर्नुपर्ने ठाउँहरूमा जनताका मागहरूले पुरा गर्थे र युवाहरू बेरोजगारको कारणले गर्दा विदेशतिर लम्कन्छन्। यो विदेशमा जानुपर्नेमा बेरोजगार भएका युवाहरूलाई रोजगारी दिनका निम्ति गाउँमै केही रोजगारी प्राप्त गर्थे। जनताहरूको हितका निम्ति विकास गर्नका लागि बजेट छुट्याएका बजेटहरू मैले त्यसमा भ्रष्ट नगरिकन म जनतालाई शोषण दिएर एउटा हस्पिटल बनाइदिन्थे र विद्यार्थीहरू साहुबाट ऋण निकालेर अन्य जिल्लामा बाहिर लम्किएर पढाउँछन् भने म आफ्नै जिल्लामा विद्यार्थीहरूले पढ्न चाहने र पढ्न अलि इच्छुक र मनुष्य भएका विद्यार्थीहरूलाई म त्यहीँ पढ्ने स्कुल अथवा कलेज यस्ता को व्यवस्था गरिदिन्थे। बाल विवाह भयो के भयो या छुवाछुत भयो भने यस्ता छुवाछुत समस्या र बाल विवाह जस्ता समस्याहरूलाई म आफ्नो ठाउँबाट न्यूनीकरण गर्दै देश नै बाल विवाह मुक्त घोषणा भएको म शक्ति भन्ने मेरो धारणा हो। र आवासहीन उहाँसँग हाम्रो देशमा कृषि विकास प्रधान भनिन्छ देखिन्छ हो। यसको विपक्षमा हुने सदस्यहरू हुन्न भन्नुहोस्।